कहिलेकाहीँ प्रेम कथाहरू यति सुन्दर हुन्छन् कि हेर्नेहरू पनि लोभिन्छन्। हुन पनि अजित र कल्पना उनीहरूको प्रेम साधारण थिएन। उनीहरूलाई देखेर अरू युगल जोडीहरू भन्थे हाम्रो माया पनि यिनीहरूको जस्तै होस्, अझ गाढा बनोस्, अझ साँचो रहोस्। कल्पना एकछिन पनि टाढा बस्न सक्दिनथिन्। अजित पनि कल्पना बिना दिन त कि एक पल पनि कल्पना गर्न सक्दैनथे। टाढा हुनुपर्दा उनीहरू आँखामा ओछाएर मनमा राखेर मनमै एकअर्कासँग कुरा गरिरहेका हुन्थे। कहिलेकाहीँ उनीहरू बीच एउटा मिठो प्रतिस्पर्धा चल्थ्यो। तिम्रो भन्दा मेरो माया गहिरो, मेरो माया एकरोटी पनि तिम्रो भन्दा कम छैन। आऊ झुकेर हेरौँ, सायद दुवैको माया बराबर थियो। सारे जोडी नखोज है, अति भयो अति, झिका तुलो जोखौ आज कसको माया कति। कसले देला तिमलाई माया मैले दिए जति। यो केवल प्रेममा सीमित रहेन, उनीहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गरे। तर यो जोडीको प्रेम कथा सबैलाई मन परेन। विवाहपछि उनीहरूको सम्बन्धमा अलाछिने हुरी मडारिन थाल्यो। किनकि अजितको थर थियो मिजार अर्थात् दलित र कल्पनाको थर प्राजुली अर्थात् ब्राह्मण। त्यो समाजका लागि यो प्रेम होइन, अपराध थियो। कल्पनाको परिवारले यो सम्बन्धलाई कुनै हालतमा स्वीकार गरेन। उनीहरूलाई छुट्याउन खोजियो, दबाब आयो, धम्की आयो, तर प्रेम अझै बाँकी थियो। र त्यसै बेला जब उनीहरूको जीवनमा अलाछिने हुरी चलिरहेको थियो, अचानक अजित हराए। केही दिनपछि उनी फेला परे, तर जीवित होइन, रुखमा झुन्डिएको अवस्थामा। अन्ततः त्यही जातीय विभेद रूपी अलाछिने हुरीले उनीहरूको सपना चुडाइदियो। सपना सबै उरीले। र अजितको मृत्युलाई भनियो आत्महत्या। तर सवाल के त्यो साँच्ची नै आत्महत्या थियो कि अन्तर्जातीय प्रेमलाई मारिएको थियो? अजित र कल्पना मात्र होइन, त्यो दिन प्रेम हार्यो, मानवता हार्यो। सायद यदि समाजले केवल दुई मन देखेको भए त्यो हुरी कहिल्यै उड्दैन थियो। सब गाडियो माटामुनि चिहान बनाएर, तर त्यही चिहानबाट सब उड्छ। न्याय देऊ, मलाई न्याय देऊ भन्दै गुहार माग्छ। अनि लगेर काठमाडौँको महाराजगञ्ज स्थित शिक्षण अस्पतालको चिसो बाकसमा लगेर कोचिन्छ। त्यो बन्द बाकस भित्रको ती दिवंगत आत्मा को पनि मुख थुने जस्तो भएको छ। गत 9 वर्षदेखि बाकसमै बन्द छ। यही बन्द बाकस भित्रको आत्माको प्रतिनिधित्व गर्न फेरि सुरु गरिरहेका छन् दलित अधिकार कर्मी। अन्तर्जातीय प्रेम सम्बन्धकै कारण जाजरकोटका नवराज विकास सहितका 6 जना कलिला युवाहरूको सपना पनि भेरी नदीमा बगाइएको थियो। त्यही स्मरण गर्दै गत 9 वर्षदेखि टिचिङ अस्पतालमा थन्किएको आवाज संसदमा उठाए सांसद खगेन्द्र सुनारले। दलित उतापट्टि लास बनेर बसेको छ, जिउँदो दलित यतापट्टि दास बनेर बसेको छ। सुर्खेतमा इनिसा विकको बलात्कार र हत्या भएको छ। सम्मानित सभामुख महोदय, आज भन्दा 8 वर्ष पहिला काभ्रेको 5 खालमा हत्या गरिएका अजित मिजारको लास अहिले पनि काठमाडौँको टिचिङ अस्पतालको मुर्दाघरमा थन्किएर बसेको छ। नेपाली उखानमा भनिन्छ 12 वर्षमा खोला फर्किन्छ। यो 12 वर्षलाई मात्र फर्काएर हेर्दै गर्दै यो बीचमा धेरै दलितहरूको हत्या भएको छ, बलात्कार भएको छ, जातीय हिंसा भएको छ, जातकै आधारमा धेरै दलितहरूलाई मारिएको छ। यो बीचमा नवराजको आन्दोलनलाई फेरि नदीमा 6 जना भाइहरूको मुखमा दागबत्ती दिएर त्यहाँबाट एउटा संकल्प गरेर आन्दोलनमा आउँदै गर्दा माइतीघर मण्डलामा मैले धेरै लामो समय बिताएको छु। हात खुट्टामा नेल लगाएर दलितले न्याय कहिले पाउँछ भनेर हामीले त्यो एउटा आन्दोलनको प्रारम्भ गरेका थियौँ। माइतीघर मण्डलामा लामो समय बसेर सरकारतिर औँला ठडाएर लामो समयदेखि हामीले प्रश्नहरू गरेका छौँ। सम्मानित सभामुख महोदय, तर यतिका प्रश्नहरू गर्दै गर्दा कहीँ कतैबाट ढुङ्गो मुडो कहीँ कतैबाट त्यो सब त्यो आत्मा एउटै कुरा भनिरहेको छ, न्याय देऊ, मलाई न्याय देऊ। आज 9 वर्ष बितिसक्दा पनि अजित मिजारको शव अझै त्यही छ। बाबुआमा आज पनि सडकमा छन् न्याय न्याय भन्दै, तर सुन्ने कोही छैन। यो कथा अजित र कल्पनाको मात्र होइन, यो कथा हो हाम्रो समाजको, हाम्रो सोचको र हाम्रो मौनताको। अब प्रश्न तपाईलाई, अर्को अजित बन्न दिनुहुन्छ कि अब बोल्नुहुन्छ? यहाँ पीरमा छ मान्छे, मान्छेकै भिड भित्र।
घटना यहाँबाट सुरु हुन्छ। 25 असार 2073 मा 19 वर्षका काभ्रे 5 खलका अजित मिजार उनले केवल एउटा काम गरे र विवाह गरे कल्पना पराजुलीसँग। तर यो विवाह दुईजनाको खुसी होइन, समाजको अहंकार उनीहरूमाथि प्रहार बन्यो। यही प्रश्न उठ्छ, प्रेम ठुलो कि जात, मानवता ठुलो कि परम्परा। 27 असार 2073 प्रहरीकै उपस्थितिमा एक युवतीलाई उद्धार गरियो। तर कसबाट? प्रेमबाट कि स्वतन्त्रबाट? धम्कीहरू आए, फोनहरू आए, डर बस्न थाल्यो। हत्या कहिले एकैचोटि हुँदैन, त्यो सुरु हुन्छ डरबाट, दबावबाट र मौनताबाट। 29 असार 2073 अजित हराए, तर खोजी कसले गर्यो? परिवारले कि राज्यले? घटनास्थल धादिङ गोजुरी, रुखमा झुन्डिएको शव। निष्कर्ष आत्महत्या। तर प्रश्न, किन यति छिटो निष्कर्ष? किन यति छिटो बन्द फाइलहरू? त्यसको 3-4 घण्टा भित्र पोस्टमार्टम बेबरिसे शव भन्दै गाडियो। यो लापरवाही होइन, प्रमाण मेटाउने प्रक्रिया हो कि? 30 असार परिवारले शव उत्खनन गर्यो, किनकि उनीहरूलाई विश्वास थिएन प्रहरीमा, रिपोर्टमा र आत्महत्या भन्ने कथामा। मेरो छोरा मर्न चाहँदैनथ्यो, कसैले मारिदिएको हो। अजित मिजार 9 वर्षदेखि चिसो कोठामा छ। अब शरीर मात्र होइन, यो एउटा आरोप हो राज्यमाथि, समाजमाथि र हामीमाथि। अदालतमा गयो मुद्दा, आरोपितहरू छुटे, निर्णय कायम रह्यो। अहिले अजितको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। तर प्रश्न, न्याय कहिले? यो हत्या चक्कु वा डोरीले मात्र भएको होइन, यो हत्या जातले गरेको हो, जहाँ प्रेम हार्छ र पहिचान जित्छ। मौन समाज अन्यायको सबैभन्दा ठुलो सहयोगी हो। अजित मिजार अझै पर्खिरहेका छन् न्यायको। तर साँचो प्रश्न, कति समयसम्म चुप बस्ने? अर्को अजित कहिले रोकिने? 9 वर्षसम्म अजितको शव त्यही रहिरह्यो, बन्द बाकसभित्र, चिसो अन्धकारमा थुनिएको। मानौ कि कसैले उसको शरीर मात्रै होइन, उसको आवाज पनि बन्द गरिदिएको हो। 9 वर्षसम्म एउटा शव न्यायको प्रतीक्षामा छ। तर साँचो कुरा के हो भने त्यो शव मात्र होइन, हाम्रो न्याय प्रणाली पनि अझै बाँच्न सङ्घर्ष गरिरहेको छ। यदि आज पनि न्याय आउँदैन भने भोलि फेरि एउटा अर्को अजित जन्मिनेछ र फेरि मारिनेछ। प्रश्न अजितको होइन, अब प्रश्न हो हामी कति चुप बस्ने? अजित मिजार उनी फर्केर आउने छैनन्, तर उनको कथा अझै बाँकी छ। त्यो चिसो बाकसभित्र केवल एउटा शव होइन, त्यही थुनिएको एक अधुरो प्रेम, एक अधुरो सपना र एक अधुरो न्याय। र जबसम्म त्यो न्याय पुरा हुँदैन, त्यो आत्मा शान्त हुँदैन। सायद न्यायको प्रतीक्षा अजितले होइन, हामीले गरिरहेका छौँ। तर प्रश्न अब अदालतलाई होइन, हामी सबैलाई हो। प्रश्न तपाईँलाई हो। जब अन्याय देख्नुहुन्छ, के तपाईँ बोल्नुहुन्छ कि चुप बस्नुहुन्छ? किनकि अजित बन्नु जो कोही दलितको गल्ती होइन, अझै पनि मौन बस्नु हामी सबैको गल्ती हो। अब यति ठुलो गल्ती हामी कसैले नगरौँ। सबै सडकमा उत्रियौँ, न्यायको ढोका ढकढकाउँ, न्यायको प्रतीक्षा गरिरहेका अजितलाई न्याय दिलाउँ, बस। ये अंधा कानून है, ये अंधा कानून है, ये अंधा कानून है।